हेलो सम्पूर्णलाई फेरि पनि न्युज मिडियाको अर्को भिडियोमा स्वागत छ। आज हामी यस भिडियोमा रहेर केको बारेमा कुराकानी गर्न गइरहेका छौँ वा कसको बारेमा कुराकानी गर्न गइरहेका छौँ त त्यो हजुरहरूले पक्कै पनि थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। हो पक्कै पनि आज हामी नेपालको एकदमै चर्चित टेली सिरियल सकसको बारेमा कुराकानी गर्न गइरहेका छौँ। यदि हजुर सकसको फ्यान हुनुहुन्छ अथवा सकस सिरियलको पारखी हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। अब हामी सधैँ हजुरलाई यस्तै किसिमका भिडियो लिएर उपस्थित हुने नै छौँ। लागौँ आजको विषयवस्तु अर्थात् कन्टेन्टतर्फ। सकस एक नेपाली समाज र संस्कृतिलाई आदर मान र निर्माण गरिएको एक अत्यन्त लोकप्रिय टेलिभिजन धारावाहिक हो। टेलिभिजन सिरियल एकदमै लोकप्रिय रहेको छ। यो सिरियलमा नेपालका ग्रामीण भेगलाई जनताको जीवनशैली, गरिबी, असमानता, सङ्घर्ष र समर्पणको कथालाई प्रस्तुत गरिएको छ। यो श्रृङ्खलाको कथा मुख्य रूपमा समाजको निम्नवर्गीय परिवारले भोग्नु परेको कठिनाई र चुनौतीहरूलाई केन्द्रित गर्छ। सिरियलको नाम सकस नै यसको मूल भाव र सन्देश स्पष्ट पार्छ। सकस शब्द पीडा, कठिनाई, सङ्घर्ष र अप्ठ्यारो अवस्था जनाउँछ। यसैले यो सिरियल हेर्दा दर्शकहरूले आफ्नो जीवनको धेरै यथार्थ दृश्य र संवेदना पहिचान गर्न सक्छन्। सकस सिरियलले नेपाली दर्शकमा असाधारण लोकप्रियता हासिल गरेको छ। यसको कथा सरल, यथार्थपरक र गाउँले परिवेशमा बसोबास गर्ने गरिब किसानको परिवारहरूको जीवन, धनी र गरिब वर्गबीच असमानता र द्वन्द्व, सीमित स्रोत साधन पनि आत्मसम्मान र इमान्दारी कायम राख्ने सङ्घर्ष, सामाजिक अन्याय र शोषण विरुद्धको प्रतिरोध, परिवारभित्रको सम्बन्ध र सहकार्यलाई देखाउँछ। यसले धेरै नै शिक्षा र चेतनाको पाटोहरूलाई धेरै नै फैलाउँदै गइरहेको छ। सकस कथा धेरै पात्रहरूले जीवनसँग जोडिएको छ। कुनै पात्रले गरिब र अभावलाई परास्त गर्न कठिन श्रम गर्छन् भने कुनै पात्र आफ्नो स्वार्थ र घमण्डले अरूलाई दुःख दिने काम गर्छन्। यो सिरियलमा प्रत्येक पात्र आआफ्नो सपना, लक्ष्य र पीडा छ। कसैको ठुलो सपना देखेका छन्, कसैले भने निकै नै ठुलो सपना देखेका छन्, कसैले भोक र रोगसँग लडिरहेका छन् र कसैले निष्ठा र कर्तव्यलाई आफ्नो जीवनको मूल मन्त्र बनाएका छन्। अब हामी एकैछिन सकस सिरियलले उठाएका मुख्य घटनाहरूलाई के घटनामा केन्द्रित हुन्छ त त्यो पनि कुराकानी गर्ने नै छौँ। सकस गरिब किसान परिवारको दैनिकी जीवन र चुनौतीलाई देखाउने गर्छ। सकस सिरियलले प्राय चाहिँ गरिबको जीवनलाई देखाउने प्रयास गरेको छ। धनी जमिनदारको अत्याचार, ऋणको बोझ। अब गरिबहरूलाई धनीहरूको कतिको बोझ हुन्छ ऋणको त्यो पनि देखाउने गरेको छ। गाउँमा शिक्षा र चेतनाको अभाव कसरी हुन्छ त्यो पनि देखाएको छ। मेहनत र इमान्दारीले कसरी जीवन बदल्न सक्छ भन्ने सन्देश हामीलाई यस सिरियलले दिएको छ। त्यसै गरी पीडा पनि आत्मसम्मानको रक्षा कसरी गर्न सकिन्छ त भन्ने सन्देश पनि हामीलाई यस सिरियलबाट प्राप्त हुन्छ। सकसले दर्शकलाई यथार्थको अनुभूति दिलाउँछ। कसैले सजिलै जीवन बिताउँदैनन्। प्रत्येक पाटोमा सङ्घर्ष, दुःख, आशा र भरोसा मिसिएको हुन्छ। सकस सिरियलले छोटो समयमा धेरै दर्शकको मन जित्नुको मुख्य कारण यस प्रकार रहेका छन्। ध्यान दिएर सुन्नुहोला। कथावस्तु सरल र जीवन्त। यसमा कथावस्तु एकदम सरल र जीवन्त अभिनय देखाएका हुन्छन्। पात्रहरूले उत्कृष्ट अभिनय दिएका हुन्छन्। यसमा पात्रहरूको नेचुरल एक्टिङ पनि हामीले देख्न सकिन्छ। त्यसै गरी ग्रामीण नेपालीको जीवनशैलीलाई सजीव रूपमा प्रस्तुत गरिएको छ। दर्शकलाई आफ्नो जीवनसँग सम्बन्धित अनुभूति गराउँछ र कथा र संवादले शिक्षा र सन्देश दिन्छ। यस सिरियलका कथा र संवादहरू चाहिँ एकदमै जीवन्त रहेका छन् र यसले समाजमा घटिरहेको घटनाहरूलाई उल्लेख गर्दै संवादहरू आउने गर्छन्। यसले मनोरञ्जन मात्र होइन, समाज सुधारको चेतना पनि फैलाएको पाइन्छ र यसले धेरै सन्देश र शिक्षा पनि नेपाली समाजलाई दिइरहेको हामी सबैलाई देखेकै छौँ। त्यसैले त यो सिरियल एकदमै दर्शकको प्यारो भएको छ। सकस अहिले धेरै लामो समय यात्रा गरिसकेको छ र सकस दर्शकको एकदम प्यारो पनि भइसकेको छ। त्यसै नै सकस सिरियलमा निम्न सन्देशहरू दिन्छ। जीवनमा जति कठिनाई आए पनि आत्मसम्मान र इमान्दारी कहिले पनि छोड्नु हुँदैन भन्ने हामीलाई मुख्य सन्देश यस सिरियलले दिएको छ। त्यसै मेहनत र धैर्यले सफलता प्राप्त गर्न सकिन्छ भन्ने पनि हामीलाई सन्देश दिएको छ। यदि हामीले मेहनत गऱ्यौँ र धैर्य गऱ्यौँ भने हामीलाई अवश्य पनि सफलता प्राप्त हुन सक्छ। त्यसै गरिबी अभिशाप होइन, सङ्घर्षको अवसर हो। पक्कै पनि गरिबी कुनै पनि अभिशाप होइन, यो सङ्घर्षको एउटा अवसर पनि हो। समाजमा शोषण र अन्याय विरुद्ध एकबद्धता हुनुपर्छ। हामी एक्लैले समाज बनाउन सक्दैनौँ। त्यहाँ काहीँ अन्याय परेको छ भने हामी एकबद्धता हुन आवश्यक रहेको छ। न यो सिरियलले युनिटी इज द डिभर्सिटी भन्ने पनि सन्देश दिएको छ। शिक्षा र चेतनाले मात्र जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने पनि सन्देश दिएको छ। यदि हामीमा शिक्षा छ र चेतना छैन भने हाम्रो जीवनमा केही पनि प्रगति हुनेवाला छैन। त्यसैले शिक्षा र चेतना दुवै हाम्रो जीवनमा हुन अति नै आवश्यक कुरा रहेको छन्। सकस नेपाली टेलिभिजनको एक ऐतिहासिक धारावाहिक हो जसले जनताको वास्तविक जीवनलाई कथाको पर्दामा उतारेको छ।
यसको कथा, पात्र र सन्देशले नेपाली दर्शकको मनमा गहिरो छाप छोडेका छन्। सकस एउटा मनोरञ्जनात्मक श्रृङ्खला मात्र होइन, यो नेपाली समाजको ऐना पनि हो। यो सिरियलले सिकाउँछ कठिनाइलाई कसरी अवसरमा बदल्ने भनेर पनि हामीलाई सिकाउने गरेको छ। गरिबी र पीडालाई आत्मबलमा बदल्न पनि सक्नुपर्छ भन्ने हामीलाई सकसले सिकाएको छ। अन्याय र शोषणको सामना कसरी गर्ने भनेर पनि हामीलाई सकस सिरियलले एकदमै सिकाइरहेको छ। र कसैले सकसलाई नेपाली सिरियलको गौरव मान्छन्, कसै मान्छेले वा प्राय मान्छेले नै सकसलाई नेपाली सिरियलको गौरव मान्छन्, किनभने यसले सन्देश समाज कसरी परिवर्तन गर्नुपर्छ भनेर हामीलाई सिकाएको पाइन्छ। यसमा हजुरहरूलाई सकसको सुटिङ रिपोर्ट पनि राखिरहेका छौँ। र सुटिङ रिपोर्ट हेर्नु पूर्व हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर हजुरहरूको सामु उपस्थित हुने नै छौँ। र हेर्नुहोस् सकसको सुटिङ कसरी हुँदैछ त पुरा भिडियो। लास्टको छ के त्यो लास्ट हो यो लामो डायलग हो एकैचोटी हो यो त्यही त ओएस जाने उ आउट हुन्छ यता चार्ज आउँछ हुन्छ अनि ड्रोन हान्दिनु ओके जाने त्यो साइनीकी आमाले मेरो घर बिगारी आफ्नो छोरी भगाइदियो सबैले त्यसले एडुकेसन मसँग कम केस खोजेकी थिएँ त्यसले त्यसका अगाडि मेरो त छोरो होस् त छाती खोलेर बिहा गर्छ, खसी पनि काट्ने, सेल पनि पकाउने, बाजा पनि बजाउने, रत्युली पनि खेल्ने, धुमधामले यज्ञ पनि गाड्ने, भित्रिने हो कुरा बुझिस् नि। घाँटी हेरेर हात निल्नु पर्छ भन्छ त्यो कुरो लौरोले हाल्नुपर्छ लौरोले होइन ढुङ्गा त चेपमा हुन्छ ढुङ्गाले कर पनि गङ्गटाहरू हुन्छ यता गङ्गटा बेलुकालाई त सर्प हुन्छ अस्पताल सर्प टोक्यो